मेरो YouTube च्यानलमा। आज पनि रोचक अनि रोचक भिडियो लिएर उपस्थित भइसकेका छौँ दर्शकबिनहरू। तपाईलाई यो भिडियो मन पर्छ भने लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब गरिदिनु होला। भन्दै आजको टपिकतिर जान्छौँ। लेट्स गो आजको टपिकतिर। नम्बर 1 शो ब्लाइन्डेड रियालिटी शो हजुर। रियालिटी शो हजुर। कसले भनेको यो? मेरो लागि त के नै रहेछ किनभने मलाई चोखो माया गर्दो रहेछ। हैन के छ चाहिँ के छ त? पैसा छ, चीज छ, यस्तो चीज छ जुन चीज तपाईले देख्नु भएको छैन। त्यस्तो चीज छ त्यो चीज आज देखाइदिनुस् न तपाईले। यस्तै छ पारा मेरो बाल छैन आमा बाको। जीवनमा रुनुहुन्छ है धुरु 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 बेला बेला चलचित्र चलोस् भनेर। आकाश नायिकाहरुमा तपाईलाई मन पर्ने को हो जीवनमा? सबै एकजनाको स्पेशली नाम लिनु पर्यो भने कसको लिनुहुन्छ? एलिजा गौतम। ऋषि सर हजुर सुरज यहाँको बिहान दिनको आहारा मलाई भन्नुहोस् त। म बिहान 4:30 बजे उठ्छु। उठिसकेपछि म 3 गिलास मनतातो पानी पिउँछु। पानी नै हो त यो सबै एनर्जी पानीबाट हो। एकदम पानी। काको पानी मान्छे? काको पानी मान्छे? लो मार्यो 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 मलाई मार्यो। विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा शक्तिशाली राष्ट्रपति बनेका छन् डोनाल्ड ट्रम्प। गल्ती थियो। म त भन्दैछु त मतलब कुरा नमिल्नु भनेको उहाँबाट पनि कुरा नमिल्नु मबाट पनि कुरा नमिल्नु एकजनाको मात्र होइन। गल्ती थियो दोस्रो पनि गल्ती भयो। पहिलोको चाहिँ कुरा नमिलेको हो, अरू थोकमा एकदम सच्चा मान्छे हो। दोस्रोको चाहिँ झुटा मान्छे हो। पहिलो र सेकेन्डलाई कम्पेरिजन गर्न मिल्दैन यहाँनिर। अब तेस्रो विवाह कहिले गयो? दुनियाँका इतिहास हेर्नुहोस्, यति छोटो अवधिमा संहिता कार्यान्वयन कुनै पनि मुलुकमा भएको छैन। संहिता भनेको त माइखाइ भाँडो हो तपाईहरु। होइन, तपाईले लगाउने गाडी चढ्ने अनि तपाई निवासमा बस्छ। तपाईहरुको मात्रै हैन, संहिताले के गर्यो भन्नु देशमा? विकास कहाँ गर्यो मलाई देखाउनु। तपाई मुख्यमन्त्री भएपछि तपाईले गरेको विकास 1 2 3 भन्नुस्। संहिता तपाई ल भन्नु साहब। ऋषिजी चिच्याएर नबोल्नुस्। मेरो कुरा हो। तपाई आफै एजेन्डा तपाईको कुरा गर्नुस् न। के गर्नु भन्नुस् ल। भन्नु 1 2 3 भन्नुस्। विकास के भन्नु पर्छ? भन्नुस् विकास कुन कुरा भन्नु पर्छ? विकास विकास है तपाईले के गर्नु भन्नुस् न। तपाई हैन है पर्दैन। मुख्यमन्त्रीले मलाई प्रश्न सोध्नु। जनतालाई भन्ने हो तपाई। जनताको मुख्यमन्त्री मैले 7 वर्षमा सरकारले कति काम गर्यो भने जनतालाई बाँड्छ। तपाईलाई दिनु पर्दैन। तपाईलाई दिन्न। तपाईको जवाफदेही तपाईलाई दिन्न है। तपाईलाई दिन्न हैन। तपाईले माग गर्नु। देशको मुख्यमन्त्री चाहिँ तपाईलाई प्रेम त गर्नुभयो, किन विवाह गर्नु भएन? प्रेम गर्न मुड आयो, फेरि मुड चेन्ज भयो। प्रेम गरे छोड्दियो। 2-4 जनाले तपाईलाई पुगेन। बाँचिन्जेलसम्म फरक फरक प्रेमहरू आइ नै रहन्छ। तपाईले फरक फरक केटाहरूसँग फरक फरक शैलीमा प्रेम गर्नु। यस्तै छ पारा मेरो बाल छैन आमा बाको। हाम्रो देशमा गण्डकी प्रदेशबाट निर्वाचित भएर यतिखेर जसरी हामीले प्रदेशको कुरा गरिरहेका छौँ, प्रदेश सांसद राजीव गुरुङ हाम्रो बिचमा हुनुहुन्छ। तपाईलाई म जनता जान चाहन्छु कार्यक्रम स्वागत गर्न चाहन्छु। नमस्ते, थ्याङ्क। तपाईँ अपराधी हो। गुण्डाहरूलाई तल आउनु त नेपाल प्रहरी नै हो नि। राजीव गुरुङ कसलाई तल हाल्छ? एउटा नाम जेल हालेको छ। तपाईँ भन्नुहोस्, एउटा गतिलो मान्छेलाई थुनेको देखाउनुहोस्। तपाईँलाई लगेर थुन्यो। ज्योतिजी हजुर, तपाईँ हास्य कलाकारबाट एक्कासी फड्को मारेर हिरो बन्नुभयो। हजुर, कसरी बन्नुभयो? अहिले तपाईँको कोही गर्लफ्रेन्ड छैन? छैन। ढाँट्नु भयो तपाईँले? होइन, ढाँटेको होइन, म सत्य बोल्छु। तपाईँ गर्लफ्रेन्ड लिएर हिँड्नुहुन्छ त फेरि? कता? कफी सपमा देखाएको हुन्छ कहिले काहीँ। एउटा मेरो बानी रक्सी खाएपछि गीत गाउनु पर्ने मलाई खुब हैन। म एउटा म्युजिकको विद्यार्थी हो। तपाईलाई श्रीमतीले कुटिरहेछ, तपाईँ चाहिँ रक्सी खाएर त्यो भन्न। उहाँले कम्पनी खोले हुन्छ, उद्योग खोले हुन्छ, मुद्दा हाल्ने भन्ने हाल्छु त सके। तपाईँ पनि खोल्नुहोस्। रवि लामिछानेको दम छ। तपाईँको काम भनेको चाहिँ मुद्दा हाल्ने उद्योग धन्दा चलाएर बस्नको लागि रविजीले आग्रह गर्नुभएको छ।
अहिलेको सोसियल मिडियामा मेरो छोरीले म विदेश जाँदाखेरि ड्याडी मलाई डल ल्याइदिनु भन्छ है, यो डल ल्याइदिनु, मलाई वेडनेसडेको एउटा डल ल्याइदिनु भन्छ होइन। अनि मैले चाहिँ त्यो डल कहाँ पाउँछ छोरी मलाई थाहा छैन, म प्रोग्राममा छु भनेपछि उसले कुन अस्ट्रेलियाको कुन सिटीको कुन सपमा कति नम्बर स्टेटमा कुन सपमा पाउँछ भनेर यहाँबाट मलाई लोकेसन पठाइदिन्छ। ड्याडी त्यहाँ पाउँदो रहेछ, त्यहाँ गएर त्यो किनेर ल्याउनु भन्छ। संसार यति धेरै एडभान्स भइसक्यो हो, संसारका कुराहरू हामीलाई थाहा छैन, हाम्रा नेताहरूलाई थाहा छैन, हाम्रा कर्मचारीहरूलाई थाहा छैन होइन, हाम्रो चाहिँ न्यायालयलाई थाहा छैन, हाम्रो कार्यपालिकालाई थाहा छैन, सबैले थाहा छ नि त। अनि नभइरहेको कुरा त यो तपाईँको बुझे जस्तो गरेको मान्छेले बुझाउन सकिन्न, नबुझे जस्तो एउटा गीत गाउनु निदान जस्तो। किन त्यसो भन्नु होइन? तपाईँ बस्नुहोस्, फिर्ता लिनुहोस् तपाईँ। यसो त्यो फिर्ता लिनुहोस्। तपाईँ यस्ता शब्द नबोल्नु। तपाईँले किन अध्यक्ष सत्य भन्नु हो? तपाईँ दुनियाँबाट परिचालित मान्छे। को दुनियाँबाट भयो? फेरि हात लाउनुहुन्छ। अनि को दुनियाँबाट भनेको? बस्छ